यो चाहिँ हाम्रो काका हो काका चाहिँ यहाँ बाइकमा जानुहुने अरे बाइकमा जानु अरे यस्तो डर लाग्दो यता मुनि मान्छेहरू आउनु हुँदैछ सबैजना घुम्ने जाने पार्टीहरू यो कुन ठाउँ हो कोनी सही छ दामी हाम्रो जनताहरू यहाँ हिँड्दै हुनुहुन्छ सबै घुम्नु आज हामी चाहिँ उयो माथि डाँडामा के उयो छ नि त्यो टपको डाँडा उयो डाँडा है त्यो डाँडा हिँडेर जानुपर्ने अम्लाले छुँदाखेरि चाहिँ त्यो ढुङ्गा हल्लिने ठाउँ छ अरे त्यस्तो खालको ठाउँ छ अरे त्यस्तो ठाउँ हेर्दै गरौँ न भरे म देखाउँछु पुगेपछि है त हिँड्नु हिँड्नु छिटो छिटो उकालोको बाटोमा हाम्रो जनताहरू यता हिँड्नु पर्छ 5 घन्टा हिँडेर जानुपर्ने ठाउँमा अब हामी हिँड्दैछौँ भर्खर सुरु घरबाट सकिएला जस्तो छैन नि बाबा कस्तो लागिरहेछ अब 5 घन्टाको हिँडाइ अहिले एकछिन त भर्खर सुरुवात मात्र हो अहिले एकछिन त रमाइलो लाग्ला कि भरे चाहिँ अस्ति गएर नि आएकोमा अस्ति भर्खरै अहिले यो त भर्खर सुरुवात मात्र हो अझै 4 घन्टा हिँड्ने बाँकी छ त्यो भएर तिमीलाई बाटो पनि छ नि त नि अलिक भरे काका बोक्नु कि बोक्नु छैन भन्ने होइन त्यसरी भन्नु नपाएँ म सक्दिनँ खुद आफै पीडित छु अनि कसरी काका यहाँ काकी आउनु हुँदैछ हाम्रो काकीहरू काकी भन्न काका काकी भन्न काकी कस्तो भएर काकीको त बिजोकै छ नि हो के भन्नु काका चाहिँ खुब हिँड्छ भनेर खुब फुर्ती गराउँदैछ कति हिँड्छ भन्दैछ हेर्दै जानुपर्छ हो यस्तो हापी नाएर खर्च हिँड्छ मान्छेहरू सानो ब्याग बोक्नु नसक्ने मान्छे होइन मसँग चाहिँ ठुलो ठुलो कुरामा कुरा गर्छ क्या त्यो मान्छे हो क्या मसँग नि खोज्ने खानु जन्मेको हो खाऊ यता पनि खानु है भात आमा मेरो चाहिँ के आएको यो गुल्ठे किरा जस्तो देख्छु त मेरो त चाउ सास पो त हौ माउन्टेन ड्यू खाएर त उत्यो पो हुन्छ त के अरे जोस जागर लु त कुरा त लु खाएको थिएन नि त अहिले एउटा झोला बोक्नु त मलाई दिन्छ के जागर चल्ला हो कान्छी लु खाऊ अनि मलाई बोकेर देखाऊ पैसा लु खाँदैछौँ हामी अब चाहिँ हामी चाहिँ यो डाँडामा जाने अरे क्या यो डाँडाभित्र है हामी चाहिँ यता पर्खिरहेको छौँ क्या बस आउँछ अरे अब हिँड्दा 2 घन्टा चाहिँ फाइनली हामी 2 घन्टा हिँडिसक्यौँ अब 2 घन्टा हिँडेर पनि यहाँनिर चाहिँ हामी गाडीको पर्खाइमा बस आउँदैछ अरे क्या तलबाट भनेर चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ बस वेटिङमा यस्तो घाम खतरा कडा कालो